दर्शकबिन प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र 6औं बहुउद्देश्यीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास द्विमासिक शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उप प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गरे। प्रधानमन्त्रीको स्वागतमा नेपाल स्थित कूटनीतिक समुदायका डिन, नेपालका लागि इन्डस्ट्रीका राजदूत र नेपालका लागि थाइल्यान्डका कार्यवाहन राजदूत स्वागतका लागि विमानस्थल पुगेका छन्। यसअघि नेपाली सेनाको एक टुकडी प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो। थाइल्यान्डका प्रधानमन्त्री पेथोङ थाङ सियावानको मैत्रीपूर्ण निमन्त्रणामा 21 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत 19 गते त्यसतर्फ प्रस्थान गरेका थिए। थाइल्यान्डमा रहँदा प्रधानमन्त्री ओलीले छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न मुलुकका समीक्षकसँग आपसी हित र साँचोका विविध विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले यही चैत 22 गते द्विमासिक शिखर सम्मेलनमा सम्बोधन समेत गरेका थिए। त्यसअघि प्रधानमन्त्री ओली चैत 21 गते द्विमासिक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार र राष्ट्र प्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रि भोजमा सारिक भएका थिए। शिखर सम्मेलनका क्रममा सदस्य मुलुकमा समक्ष एक राष्ट्र प्रमुखहरूसँग भेटवार्ता समेत गरेका थिए। प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका साके, परराष्ट्र मन्त्री अरुणा देउबा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डाक्टर युवराज खतिवडा, मुख्य सचिव एक नारायण अर्याल र परराष्ट्र सचिव अमृत राई समेत स्वदेश फर्किएका छन्। हस्त अहिलेको लागि भने यति नै। हाम्रो स्ट्यान्डिङ खबरलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु ल भन्दै अहिलेको लागि भने बिदा हुन चाहन्छौँ। हस्त, धन्यवाद।